riding high. When I was king, I played at the hard and fast. I walked away, you want me there. Easy on and easy on, and it would. My people out, people out, my people out, my people out, what I've done. شايف عصافير ودماغي بتعمل सो हेलो एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो गाइज। अब सबैजना सन्चै हुनुहुन्छ होला एन्ड म पनि एकदमै सन्चै छु है। सो गुड मर्निङ फ्रम पोखरा चट्ट ल है त ल भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले है पोखराको। सो हिजो बेलुका लगभग त्यही 9:30-10 बजेभित्र त लगभग आइपुगिसकेको थियो हामी पोखरा। अनि आज हामी यहीँ बस्यौँ होइन। अनि ठुला पनि लिन आउनु भएको थियो, ठुलाहरू पनि यहीँ हुनुहुन्छ। अनि सो आजको दिन चाहिँ पोखरा घुम्ने। अब यहाँसम्म आएपछि पोखरामा आएपछि पोखरा नघुम्ने त कुरै भएन होइन। सो त्यही हो जस आजको वेदर ठिकै छ, राम्रै छ। हिजो बेलुका आउँदा चाहिँ पानी परिरहेको थियो अलिअलि, जस राम्रै छ वेदरहरू पनि होइन। सो त्यही हो ल। अनि रुम टुर गर्ने हो भने चाहिँ यस्तो छ, यहाँ ठुलोहरू हिजो बस्नु भएको थियो अनि हामी चाहिँ हिजो यहाँ बसेको थियो। जस राम्रै छ कोठा चाहिँ। ड्याड कस्तो लागिरह भनिदिनुहोस्। एकदम गुड, एकदमै राम्रो। सो गाइज ल त्यही हो। अब आज चाहिँ पोखरा घुमिन्छ है। पोखरा यताउति सबै ठाउँमा घुमिन्छ। अनि ठुलाहरूले घुम्न जाने भने जस्तो कुरा गर्नुभएको क्या। सो त्यही हो। अनि आज घुमिन्छ। अब यहाँबाट हामी निक्लिनु लाग्यो होइन। निक्लियो है त अब। A few moments later. सो गाइज ल है म चाहिँ निक्लिनु लाग्यो अब। ड्याडलाई अघि तल राखिदियो, म चाहिँ यो सामानहरू फेरि लिन आयो क्या। ड्याड चाहिँ यहाँ बसेको। सो गाइज हामी चाहिँ यो होला होटल आस्थाज भन्ने ठाउँमा बसेको, पोखरा लेक साइड स्ट्रिट नम्बर 27 है त। सो गाइज ल अब चाहिँ हामी निक्लिन्छौँ यहाँ। चट्ट म पनि रेडी भइसकेँ। कस्तो देखाएको छ मलाई अहिले फोटो खिचेर म स्टोरीहरू हाल्छु। अब ड्याडी पनि रेडी हुँदै हुनुहुन्छ। सो अब सिधै निक्लेपछि भेटौँला है त। सो गाइज हामी चाहिँ निक्लेको यहाँबाट अब है। सुझावहरू अगाडि हुनुहुन्छ। अब हामीलाई यता कहाँ फेवा लेक अनि कुन ठाउँ रे बाबा? महेन्द्र गुफा भन्ने ठाउँ कता जाने भन्नुभएको छ। अब यसो जाउँ, हेरौँ, घुमौँ। पोखरा आएपछि त घुम्नु परिहाल्यो। दामी छ ठाउँ, रमाइलो लाग्यो, राम्रो छ ठाउँ चाहिँ अरूभन्दा पनि। सो गाइज गर्मी पनि रहेछ अलिअलि होइन। यहाँ भिडियो पनि भन्दा क्या सफा छ ठाउँ त, सफा छ नि। इन्डिया त कामै छैन नि। अब सिटी एरियातिर राम्रै होला, तर त्यहाँ बोर्डर साइडतिर चाहिँ काम छैन। मैले इन्डियालाई नराम्रो भन्न खोजेँ होइन गाइज। इन्डिया राम्रो छ होला आफ्नो ठाउँमा, तर म चाहिँ त्यहाँसम्म मात्रै पुरा भएर मलाई आफ्नो अनुभवी मात्रै भनेको है, आफ्नो एक्सपिरियन्स गरेको भएर भनेको। त्यस्तो राम्रो चाहिँ छैन। अरूभन्दा नि हर्न धेरै हान्छ क्या। जतिखेर नि यतिकोमा पनि हर्न हानेको गर्छ। त्यो चाहिँ रिस उठ्छ। अरूभन्दा चाहिँ हर्न सुन्दा हामी हिजो यसरी नै हिँडिरहेको थिएँ। एउटा यत्तिकै पनि यहाँबाट साउन्ड लाखा भने पनि त्यत्तिकै हर्न मार्ने। अन्त त्यहाँ टाइमबाट हाने हुन्थ्यो नि। अब त्यहाँ दिइरहने होइन। अनि त्यसपछि हामी त अनि रिस उठेर ल साइड बस्थ्यो। ल जाऊ भनेर कराइदिएर पठाइदिइहालेको। जसले पनि जतिखेर पनि हर्न मात्रै बस्छ यता त। यता इन्डियातिर त स्ट्रिट 12। सो गाइज अब हामी कता पुगिन्छ अहिले एकैचोटि पुगेपछि भेटौँला है त। त्यस्तो राम्रै भइरहेछ, राम्रै छ होइन। गर्मी पनि ठिकै छ, हावा पनि चिसो मजा। लेक भन्दै लेक पनि आयो। यही होला लेक, फेवाताल यही हो। फेवाताल हो ल। फेवाताल बोटिङ पनि गर्दो रहेछ। अरूभन्दा पनि बोटिङ गर्न चाहिँ मजा आउँछ। त्यो पनि सोलो टाइपको बोटिङ क्या, मजा आउँछ। पोखरा पनि घुमियो गाइज है, राम्रो छ ठाउँ पनि। ल अब अहिले कता पुग्छु एकचोटि यसो हेर्छु अनि भिडियो बनाउँछु है त। A few moments later. हामी चाहिँ यता माथि
के भन्छ यो महादेव भएको ठाउँमा पुग्न लाग्यो ठुलो महादेव हुने छ भन्छ अनि अरू कुरा भन्दा यो उकालो यस्तो उकालो रहेछ नि यताको होइन हाम्रो 4 व्हिल्स स्कुटर यस्तो मजाले कुदिरहेको पहिलाको पुरानो स्कुटर भएको भए चाहिँ तान्दैन थियो होला त्यो अब पुरानो पनि भयो त्यसको पिकअप पावर पनि छैन नि त यस्तो पिकअप पावर यस्तो बवाल रहेछ गाइज यस्तो बवाल छ है यस्तो हेर्नु नि ल यतिको उकालो छ क्या ल तपाईँहरूले पनि यसो हेरेर थाहा हुन्छ होला होइन यत्रो उकालो छ ल हेर अझ नर्मली बटार्दै नर्मल एक्सिलेटरमै कुदिरहेको मजाले बटार्यो भने त झन् हुइक गएर झन् कुद्छ होइन नर्मल एक्सिलेटर हान्दाखेरि मजाले है उकालो मजाले दिइरहेछ जस राम्रो छ 150 पछि नेपालमा आयो भने चाहिँ जस लिँदा राम्रो हुन्छ भनेर खोजेको मैले सजेस्ट गरेको ल हेर यस्तो उकालो पनि ल आनन्दले एक्सिलेटर लिएकै छैन क्या धेरै होइन मजाले आनन्दले जान सकिरहेको त्यो पनि हाम्रो 4 व्हिल्समा अब हेर्नु यहाँ वेट कति छ म नै छु 70-72 केजी म नै छु यो व्हिल चाहिँ छ 40-50 केजी अनि यो साइड व्हिल यताउति गर्दा लगभग सबैको उ गर्दा त कति किलो भइसक्यो होला झनै 200 केजी भइसक्यो स्कुटरको साइड व्हिलको हाम्रो गर्दा ओर्दा यत्रो 200 केजीलाई मजाले आनन्दले तानेछ भनेपछि त 150 बवाल है बवाल पछि नेपालमा आयो भने नि मैले यसो सजेस्ट गरेको मनपर्छ भने चाहिँ लिँदा हुन्छ अब पिकअप पावरको लागि चाहिने हो भने चाहिँ दामी हुन्छ अरूभन्दा पनि यो त फेरि हेर्दाखेरि नै स्टन धान्ने खालको जस्तो टाइपको छ नि त अनि बवालै छ त्यो सुताउन पनि कर्नरिङ हान्दा पनि दामी मजा आउँछ यसमा ए ऊ त्यहाँ रहेछ ऊ महादेव बसिरहेको रहेछ त्यो डाँडामा हामी त्यहाँसम्म जान लाग्यो कति टाढा छ त्यो 3 किलोमिटर हिजो अब त्यत्रो 100 कति 150 कति किलोमिटर चाहिँ हिँड्यो अब 2 किलोमिटर चाहिँ केही नै जस्तो लाग्छ है मजा आउँछ सोना माथि एकैचोटि माथि पुगेर भेटौँ है त तपाईँहरूलाई त्यही भनौँ भनेर त्यो सजेस्ट गरेको यसो अब मनपर्छ भने लिँदा हुन्छ भनेर हेर्नु त ल्याइसक्यो नेपालमा छैन यो बाइक नै 1 पिस इन काठमाडौँ 1 पिस है 1 पिस एन्टर 150 1 पिस ल यस्तो उकालोमा यस्तो अफरोड पनि छ मजाले दिइराख ल हेर होइन त ल हेर ल आनन्दले चलाउ ल तान्दैन भने कुरै छैन कि यसमा त मजाले जान्छ ढुक्कले ल हेर आनन्दले तानेन त ल यस्तो अफरोड उकालोमा बवाल मजाले जान्छ गाइज अब एकैचोटि माथि पुगेपछि भेटौँला है त सो गाइज फाइनली आइपुग्यो है त हामी महादेव फाइनली गाइज आइपुग्यो ल यो कुन ठाउँ अरे महादेव भन्ने ठाउँमा आइपुग्यो सो गाइज फाइनली खै म धकाल्छु ल ठुलो खै त म धकाल्छु सक्दैन एक्लै होइन सकिन्छ जेनजीले ढकालिदिइहाल्छ यसरी यस्तै ढकाल्ने हो नि त ठिक छ ल गाइस यस्तो उकालो छ है ल गाइस फाइनली थाक्यो फाइनली पुग्यो ल शिवजी की जय भोलेनाथ शिवजी की जय अरू भन्दा पनि म तपाईँहरूले यहाँको भ्यू देखाउनु लाग्यो यस्तो भवाल छ यहाँको भ्यू यहाँ तल तालै ताल छ नि त त्यो ताल देखाइदिउँ भनेको कस्तो टाढा थाकेको बेला ल शिवजी फ्रम ब्याक साइड यस्तो देख्छ हेरौँ त यहाँको भ्यू पोखराको भ्यू यस्तो छ है त
सहरै सहर यार काठमाडौँ जस्तो डाँडै डाँडा रहेछ नि त्यहाँ क्या त्यो बोट गएर रहेछ यसरी म त त्यो पानी कस्तो यस्तो देख्यो भने त त्यहाँ बोट गएर रहेछ सायद भिडियोमा देख्दैन आँखाले चाहिँ देखिरहेछ ओ प्याराग्लाइडिङ पनि रहेछ त्यहाँ प्याराग्लाइडिङ गर्छ अरू भन्दा पनि भिडियो चाहिँ यस्तो छ त भ्यू यहाँकै गाइजी यहाँ छ क्या त्यो बोट गएर प्याराग्लाइडिङ चाहिँ यहाँ खै यहाँ उडिरह्यो बाबालाई त बाबा आमा शिवजीको डमहरू हेर्नु गाइस कत्रो डमहरूमा धेरै ढोका पनि रहेछ दामी 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 20, 40, 50 फिट दूर छु महादेव 50 फिट डुलायो थो महादेव मात्र 50 फिट छ ए आमा हो डमरुमै 30 फिट छ म भन्दा 2 फिट अग्लो मात्रै रहेछ ए पोखराको एयरपोर्ट अर्को खुस खाएको यहाँ पनि सुटुमा पनि लान्छ है दामी दामी ल हेर्नुहोस् त गाइज पोखराको भ्यू यस्तो छ जस काठमाडौँको जस्तै फिल चाहिँ आउँदो रहेछ है अरूभन्दा पनि चलो अहिले एकचोटि अब एकछिन बस्छौँ अनि फेरि भेटौँला है त गाइज ल गाइज फ्रन्ट भ्यू चाहिँ यस्तो देख्छ यहाँबाट ठुलो छ 50 फिट जति छ लगभग A few moments later. सो गाइज हामी चाहिँ फर्किनु लाग्यो है यसरी पछाडिबाट बालाई अगाडिबाट चाहिँ यस्तो हुन्छ फेरि है उताल्नुपर्छ नि त पछाडिबाटै ठिक छ सो महादेव पनि घुम्यो रमाइलो भयो भिडियोहरू मैले अपडेट गरेको छु इन्स्टाग्राममा सबैजना इन्स्टाग्राममा फलो गरिदिनु होला हेरिदिनु होला स्टोरी हेर्न पाएन भने म हाइलाइटमा राखिदिन्छु हाइलाइटमा भिजिट गरिदिनु होला यसो होइन रमाइलो छ रमाइलो भयो भनौँ न चलो अब हामी निक्लिन्छौँ है त सिधै तल भेटौँला अब सो गाइज अब चाहिँ निक्लिनु लाग्यो अब त्यहाँ खोइ ड्रिम सिटी के भन्ने ठाउँमा जाने भन्दै थियो जानै झ्याउ लाग्यो अरूभन्दा पनि खुट्टा दुखिरहेको त्यस्तै अब पछि एकचोटि यहीँ घुम्न आउने भनेर आउँला अनि मजाले घुमाउँला अब अहिले तल फेरि ठुलो अहिले खै कता घुमाउनु लाने भन्दै हुनुहुन्छ यस्तो छ ल अघि यस्तो उकालोमा मजाले आयो आनन्दले यस्तो ओह्रालो देख्नु सक्नुहुन्छ उकालो कतिको छ भने तपाईँहरूले यस्तो ओह्रालो होइन राम्रो हुन्छ है दामी दामी तल नि पाउँछ ल हेर्नु त यस्तो ओह्रालो छ उकालो कस्तो होला त भनेपछि यस्तो उकालो आनन्दले आयो मजाले तान्छ त्यो ढुक्कले हिँड्दा हुन्छ ढुक्कले लिँदा हुन्छ यो स्कुटर मजाले ढुक्कले कसैले लिन चाहनुहुन्छ भने नेपालमा आयो भने लिँदा हुन्छ है त मैले चाहिँ अब यसो एन्टरको ऊ पनि गरिदिएको राम्रो सजेस्ट भनौँ न ल एकैचोटि तल भेटौँला गाइज सो गाइज फाइनली तल झऱ्यो हामी अनि त्यहाँबाट साइडमा फेरि अर्को त्यो किन्दा जस्तो पनि रहेछ त्यहाँ नभनिदियो उताबाटै तर म जानु सकिनँ क्या त्यहाँको त्यो भाडा हेरेर एकदम लामो रहेछ अनि फेरि हिजो अब त्यस्तो गाह्रो भएको छ क्या खुट्टा पनि यस्तो हुन्छ नि त त्यही भएर त्यहाँ चाहिँ
जम्मा बनाएर त्यहीँबाट खोल्ने त्यहीँबाट गर्ने सो गाइज ल अहिले चाहिँ हामी यो फेवा ड्याम रे है आउँदै छ फेवा ड्याम भन्ने ठाउँ रे काटेर बनाउने नि तिमी काटेर बनाउने हो काट्नै पर्छ नभए भिडियो लामो बन्छ यो सफा गर्ने मेसिन ए उयो निलो त्यहाँ थाहा गर्छ ए ओहो यो त सानो भनेर त गहिरो रहेछ यो पनि यो पनि यो जति पनि छेउमा टाल्को छ नि अनि यहाँबाट ब्लक भएर बनाएको छु ए त्यो खोल्यो भने पानी सबै सुक्खा हुन्छ ल यो कुन ठाउँ है तपाईँहरूलाई थाहा होला मलाई चाहिँ थाहा भएन नयाँ हो नि त म यता पहिला घुम्न आएको छैन फर्स्ट टाइम पोखरा त्यो पनि मैले बाबालाई जाउँ कि जाउँ भनेर मात्रै लिएर आएको बाटो पर्छ भनेर उता डुम्रे कि कहाँबाट हुँदै पनि जानुहुन्थ्यो त्यहाँबाट गए पनि एक रात त उता बस्नु परिहाल्यो भनेर बरु पोखरा जाउँ पोखरा गएर बसौँ एक रात बस्ने म्युजिक गरेँ नि भनेर पोखरा घुम्न मन लाग्छ नि त सबैलाई ड्रिम सिटी जस्तो टाइपको नि त एक्जाम न त भन्ने हुन्छ नि त त्यही भएर पोखरै बसौँ भनेर लिएर आएको बाउलाई ठुलोले मलाई यहाँ के हो यो के अरे फेवा लेकको ड्याम पानी रोक्ने त्यही भएर यहाँ पानी जमेको अरे पोखरा लेक साइड ड्याम रे ल छ नि पुरा पानी जम्न गरेको त्यो खोलेपछि धेरै पानी पर्यो भने त्यो खोलेर पठाइदिन्छ हजुर अनि पानी पर्यो भने जम्मा गऱ्यो भने यहाँ यो खोल्यो यो पुरै सुक्खा हुन्छ त्यहाँसम्म 7-8 किलोमिटरसम्म त्यहाँ त्यो हाम्रो कोस ब्यारेक जस्तै पनि गरेको पानी रोकेर राख्नलाई उयो चाहिँ यो पानीमा फोहोरहरू हुन्छ नि सफा गर्ने मेसिन यस्तो चढेर सफा गर्छ क्या त्यहाँबाट तानेर यहाँ पुरा जम्मा हुन्छ अनि गाडी आउँछ लोड गरेर पठाउँछ यो बोतलहरू छ नि धेरै भएपछि यो सफा गर्ने र यो पानी यो कोही देखेको थियो नेपालमा फर्स्ट टाइम हो त्यही त यो त देखेकै छैन दिइसक्यो नेपाल पुलिस कस्तो पानी छ रेस्क्यु जहाजहरू रेस्क्यु जहाज त्यहाँ केही गरेर मान्छे ढुङ्गा पल्ट्यो यताउति भयो होइन त्यसो अनि स्वाद झारेर रेस्क्यु गर्नु जानु स्ट्यान्ड बाई राखिरहेको सो गाइजलाई म चाहिँ यो कुन ठाउँमा आइपुगेँ है यो मन्दिर हो त्यहाँ पारी छ अरे बोटिङ गरेर जानुपर्छ अरे अब आई थिङ्क गरिदिन्छ कि नै थाहा छैन मलाई चाहिँ यहाँ त ठुलो ताल रहेछ यहाँ त ठुलो ताल भन्दा चाहिँ यही हो त ताल होइन गाइज मलाई थाहा छैन नि त यताको बारे त्यही भएर के भन्ने के नभने थाहा नै भइरहेन क्या ल बोटिङहरू हेर न कस्तो दामी है अरूभन्दा नि मलाई हेर्न चाहिँ मजा आइरहेको क्या तपाईँहरूलाई कस्तो लागिरहेको भिडियोमा लाइक रियल लाइफमा आँखाले हेर्न चाहिँ झन् मजा आइरहेको बोटिङ दामी होइन क्या दामी भिडियो नबनाए त फेरि चित्त बुझ्दैन नि त फेरि यतिको भिडियो बनाएर हाल्नु परिहाल्यो नि होइन दामी 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 बाबा जाने हो कहाँ होइन नजाउँ जे पनि नजाउँ मन्दिर दर्शन गरेर यहीँबाट दर्शन गर्छु जानुभयो के हुन्छ गएर आउन होइन ठिकै छ फेरि उनीहरू कि जाउँ कि क्या हो गाइस जानै झ्याउ लागिरहेको अरू भन्दा हुन त घुम्न आएको घुम्नु गऱ्यो अरे होइन मलाई आज अरू भन्दा नि आफ्नो जिउ नै एकदम कमजोर फिल भइरहेको नि त त्यही भएर लास्टै झ्याउ भइरहेको कस्तो छ पानी चाहिँ चिसो रहेछ चिसो चिसो ठिकको सम्मको पानी छैन अहिलेको ड्याम खोल्यो भने सबै सुक्छ त्यो पानी
पर्ने अनुसार बन्ने गर्छ धेरै पानी पऱ्यो भने खोलिदिन्छ पानी पऱ्यो भने बन्ने गर्छ 1 कोटी किलोमिटर खाँदा छ है त्यो पार छ नि पार अनि फेरि यति जानु छ केही भयो भने पानी परेर मान्छे डुब्यो भने यहाँबाट सोच्रो छ नि पुलिस त्यहाँबाट डुब्यो भने हिँडिरहेको हुन्छ उनीहरूको इलेक्ट्रिक छ त्यहाँबाट लिन जान्छ डुङ्गासँग डुब्यो भने हामी अघि गएको शान्ति दुध किन्नु गएन है मार्दै यता छ हो त्यो गुम्बा चाहिँ जानु मलाई नै भन्दा नि ठुलो एकदम लामो चाहिँ भरै चढ्नै मलाई खुट्टा देखिरहेको त्यस्तै त्यही भएर बबाल छ ल रमाइलो लाग्यो रमाइलो अरू भन्दा नि म पछि यहीँ आउँछु भनेर आउँछु कि घुम्नलाई अनि त्यसपछि सब ठाउँमा घुम्नुपर्छ अहिले अब हतारमा आएको छ नि त फेरि कहाँ काठमाडौँ नि जानु छ त्यही भएर यस रमाइलो छ यसो हेरौँ पोखरा आएपछि नघुमे नि यसो हेरौँ भनेर आएको चाहिँ ए उहाँहरूले इलेक्ट्रिक आज कहाँ लगेको छ एकदम स्पिडमा जाने क्या कस्तो नजिक चलाउने त्यस्तो चाहिँ मजा आउँछ नै होस् डर लाग्छ चला खाएन अहिलेसम्म होइन केही हुन तुरन्तै सिकिदिइहाल्छ पहिलो पनि आज त गरेको हुने होस् नचलाउने बेकारमा अहिले पछि चलाउँछु अहिले नचलाउने गाई होइन बेकारमा काम नि सकेन केही नै के होला ठिकै छ पछि चाहिँ म डेन्जर भ्लग बनाउँछु खतरा आफै गर्छु सबै गाह्रो भइरहेको क्या आज जिउ पुरै गाह्रो भइरहेको होइन ल म चाहिँ अब यसो उता फर्किनु पऱ्यो घरमा अनि भेटौँला है त गाइस तपाईँहरूलाई 1 hour later. सो गाइस हामी चाहिँ अहिले यो जोजोला पानेवारी किचन भनी आएको अनि यहाँ चाहिँ किन आएको भने बाबाको साथी हुनुहुँदो रहेछ कि यहाँ भने अङ्कल नमस्कार एकदम ठिकै छ होइन यसरी ल एक्लैले सक्छ जाने भने कहाँ बस्ने यहाँ बसौँ न त उतै यहाँ त मान्छे आउँछ होला आज आउनु भोट्ने खाना खान्छु होला किनभने उता हाम्रै रुममा गएर खानुपर्ने हुन्छ त्यहाँ खान्छु सक्दो अब उतै गएर खाउँला पकाइसक्यो ए खाना खानै पऱ्यो त्यसो भए त अब खानसाना खान्छु गाइज है अनि त्यसपछि फेरि भेटौँला है त सो गाइज ल खाना खानु लाग्यो अब है त सब गाइज ल अब खाना खानु लाग्यो छोराले पनि खाना खाँदैछ छोराले पनि खाना खाँदैछ म पनि खाना खानु लाग्यो मैले भिडियो बनाएको मैले भ्लग बनायो भनेर ड्याडीले पनि भ्लग बनायो A few moments later. सो गाइस ल हामी चाहिँ आज पोखराबाट काठमाडौँ फर्क्यो बिहान लगभग त्यस्तै 12 साढे 12 बजीतिर निक्लेको थियौँ अहिले लगभग 6 बज्यो भनौँ न 6:10 भइसकेको छ लगभग 6 बज्यो कति लगभग साढे 12 त्यस्तै त्यो निक्ल्यो होला 5 साढे 5 घन्टा लगभग त्यस्तै लाग्यो है सो ल एन्टरको लिएर आयो घरमा घरभित्र आइयो एन्टरकलाई यो चाहिँ 1 पिस इन काठमाडौँ है
अब यसको यातायात गरेर नम्बर प्लेटहरू पनि राख्नु छ ड्याडी जानुहुन्छ होला अब म चाहिँ काममा पनि जानुपर्छ नि त भ्याउँदिनँ सो ल वान पिस इन काठमाडौँ नेपालमा चाहिँ धेरै भित्र खान अरे उनीहरूको कम्पनी टिभीएस कम्पनीबाटै लगाएको अरे लगाउन चाहिँ कति लगभग 6-7जनाले मात्रै लगाएको अरे तर लगेको भने मैले चाहिँ अहिलेसम्म देखेको छैन काठमाडौँमा अरू ठाउँमा होला मलाई चाहिँ अब काठमाडौँमा छैन जस्तो लाग्छ यो वान पिस नै जस्तो लाग्छ मलाई चाहिँ सो इन्डियाबाट एन्टर भित्र 4 व्हिल्स स्कुटर ड्याडीको लागि अनि अर्को पुरानो स्कुटर चाहिँ उता बनाउन दिएको छ अस्ति छोड्दै थिएँ अस्तिको भिडियो डे 1 को भिडियोमा मैले हालिदिएको थिएँ नि कतिलाई थाहा होला थाहा छैन भने चाहिँ एकचोटि डे 1 र डे 2 को भिडियोहरू पनि हेरिदिनु होला गाइज सो गाइज त्यही होला है पुरै फोहोर भइसक्यो लुगाहरू पुरै फोहोर भयो ठुलो पिठो खाइयो है रमाइलो पनि भइयो अनि म चाहिँ अहिले डाइरेक्ट किन भिडियो घराइसी भिडियो बनाएँ भने यता पोखराबाट निक्लिँदाखेरि तपाईँको पानी एकदम बढ्दा थियो यस्तो पानी पर्दा थियो अनि त्यो बेला मैले भिडियो बनाउनै सकिनँ क्या पाइनँ अनि लगभग पोखरादेखि तल बन्दीपुर भन्छ कि के भन्छ त्यो ठाउँ जस त्यहाँसम्म पानी पर्दा थियो अनि भिडियो बनाउनु पाइनँ मैले अनि त्यसपछि अब फेरि त्यति बेला निक्लेको बेला के भिडियो त्यही आधी बाटो अनि आइसक्यो अनि के बनाउनु भिडियो भनेर बनाइनँ मैले होइन सो त्यही हो अब झनै स्कुटर अब वहाँदेखि इन्डियादेखि ल्याउँदा तपाईँको झनै कति किलोमिटर गुड्यो भने यहाँ देखाउँछ है त 531 किलोमिटर देखाएछ ल झनै 500 किलोमिटर वहाँदेखि आउँदाखेरि वहाँदेखि यहाँसम्म आउँदाखेरि यो एक दिस चाहिँ चाहन्छौँ क्या यताउति अब अस्ति पोखरामा नि कुदायो नि त लगभग 6-7 किलोमिटर कुदायो होला कहिले माथि घुम्न गयो कहिले कहाँ घुम्न गयो सो त्यही हो अब टेस्ट गर्नु पऱ्यो गाह्रो छ एकदमै सो आवाज सुन्नुहुन्छ तपाईँहरू आवाज सुन्नुहुन्छ भने दाम सुनाइन्छ आवाज कस्तो छ भने भएन चप्पो भएन आउनु गरेको थाहा नै हुँदैन त्यहाँ ढुटुको हान्छ नि आउनु गरेको थाहा नै हुँदैन आवाज पनि बबा छ होइन त दाम छैन त अब तेलको कुरा गर्नुहुन्छ भने तेल लगभग इन्डियामा हालेको थियो 1 फुल अनि पोखरामा 1 फुल अनि अघि आउँदाखेरि 1 फुल लगभग 3 चोटि भर्यो फुल ट्याङ्की 3 चोटि भर्यो कति भयो लगभग 5 लिटरको ट्याङ्की हो भने चाहिँ 5, 10, 15 झन् 15 लिटर खायो यताउति पनि हिँडिरहेको थियो नि त हामी 15 लिटर जति खायो भनौँ न अब 1 लिटरले 40 किलोमिटर दिन्छ भन्छ यसले तर हामीले चाहिँ कति खायो भने चाहिँ हेरेन सो ठिकै छ अब 150 सीसीको बाइक होइन खाँदा खाइहाल्छ नि जति खायो पनि केही छैन सो त्यही होला गाइज फाइनली काठमाडौँ पनि आइपुग्यो हालत खराब भइरहेको छ जिउ पुरै गलिरहेको छ होइन वहाँदेखि लिएर आएको नसोचेको कुरा भयो नेपाल टु इन्डिया टुर सक्यो मेरो मायालुलाई पनि भेटियो लगभग कति 4 रात 5 दिनपछि मेरो मायालुलाई पनि भेट्यो यसलाई पनि इन्स्टल गर्नुपर्ने छ कति दिन भइसक्यो त्यति राखिरहेको स्टार गरेको छैन सो त्यही हो गाइज ल आजको भ्लग यहीँ एन्ड गरिदिनु पर्ला अब थकिसकेर आएछ नयाँ गरेर चट्ट लगाएर बस्नु पर्ला अब नन्दले सो ल अब सी यु इन नेक्स्ट भ्लग है त गाइज बाई